फागुन 21 गतेको चुनावबाट ओलीजी विदायी त हुन्छ नै। अहिले जति पनि टिकट पाएका छन् त्यो ओलीका दास हुन्। उनीहरूसँग एजेन्डा छैन। उनीहरूको एउटै एजेन्डा छ, ओलीलाई सर्वशक्तिमान बनाउने, ओलीको वरिपरि घुमेर चाहिँ चास्नी खाने कामहरू जुन गर्नेलाई चाहिँ टिकट दिएको छ। म ललितपुर 2 नम्बर निर्वाचन क्षेत्रमा छु। 2 नम्बर निर्वाचन क्षेत्रको अहिलेको परिस्थिति हेर्दाखेरि जमानत जफत हुने स्थिति छ। नेकपा एमालेको रोइरो भइराखेको छ। उम्मेदवार कहाँ गएर चाहिँ अहिले रोइराखेको छ, तपाईँ उठेपछि म हार्छ भनेर चाहिँ बिन्ती गर्न गइराखेको यस्तो स्थिति छ। ललितपुर भनेको चाहिँ लाल किल्ला हो। त्यस्तो स्थितिमा छ भन्दाखेरि देशभरिको माहौल त हामीले देखेका छौँ हैन। मात्र एकजना ओलीजीको कारणले गर्दाखेरि उसको तानाशाहीपन, उसको चाहिँ दम्ब र उसको चाहिँ जुन घृणित अभिव्यक्ति दिने तरिका छ, त्यसले गर्दाखेरि पार्टी झन्झन ओह्रालो गइराखेको स्थिति छ।